हेलो साथीहरु है हामी चाहिँ अब दाउरा टिप्न आएको थियौं यहाँ जंगलमा हैन टक्क लाएर हामी परिवार नै हो फेरि है अनि अहिले खाजा चाहिँ अब चौचौ बनाउँदै छु हैन टक्क लाएर आगो पनि मजाले बलिरहेछ अनि टक्क यस्तो छ है सिनहरु अनि यो बाइक मेरै भइहाल्यो हैन टक्क तालहरु नि छ यहाँ दाउरा चाहिँ त्यो माथि जंगलमा टिपेको थियो नि त अनि अहिले चाहिँ अब भोग लाएर अब खाजा खाने कार्यक्रम सुरु हुन लागेछ हाम्रो चाहिँ है ल साथीहरु अब मजाले उम्लिँदैछ यो हैन अब खानालाई तयार हुँदैछ हामी चाहिँ अनि गाडीहरु नि त्यो बाटोबाट हिँडिरहेको हुन्छ है त्यो तपाईहरुले देखेको चाहिँ जुलु हिमाल हो अनि यो अब खानुपर्छ हामी टक्क लाएर Udah selesai? Udah itu खाने आउँदैन सजिलो है अनि यसलाई टक्क यसरी गर्ने फोल्डिङ अहिले तातो छ एकछिन है यसलाई म खुवाउँछु है खुवाउँदिम हजुर मम्मी खुवाउँछ तिमी के दुःख छ अब खान्छ हुँदैन खुसी छैन यहाँ हाल्नुपर्छ यो है अहिले उर्नलाई सुरु गर्ने के हो किन चौधो धेरै भयो हाल्छु है बे म यस्तो पनि खाने हो अनि खोर्सानी हाल्ने खोर्सानी है यो चाहिँ अब आज किन लसुन हालेको खोर्सानी यो बिना त हामी खाना खाने अलि अधुरो होला किनभने अब यो जाडो ठाउँमा हो नि त हैन कुरा सिधै नगर है अनि कहिले कहिले यसरी रमाइलो नि गर्नुपर्ने हुन्छ हैन सधैँ घरमा बसेर कति खानु कहिले कहिले यसो जंगलमा आएर टक्क यसरी बनाएर खाँदाखेरि माइन्ड फ्रेस हुन्छ नि हैन साथीहरु दाउरा पनि मजाले टिप्यो अनि खाजा नि यही खायो अब खाजा सजा खाएर घरतिर जान्छु है छिछि ल साथीहरु अब मासु छैन अब सुरु त अब चौचौबाटै गर्नु पर्ला नि हैन साथीहरु यो चाहिँ अनि काम पनि भन्ने सानो पिकनिक पनि हुने के परिवार मात्रै नानी चाहिँ अब काठमाडौँतिर छ अहिले यहाँ छैन त्यही भएर नानी चाहिँ आउन पाएन आज अनि हामी तीनजना परिवार सानो खुसी बाँड्दै छु हामी चाहिँ है हाय कति मिठो हजुर पिरो छ अब यहाँ मम्मीसँग खाऊ है जोस काम गर्दाखेरि चाहिँ अब थाक्छ नि त अनि थाक्दाखेरि चाहिँ अब जंगलमा जस्तो भयो भने एकदम मिठो नै हुन्छ है अब यहाँ चाहिँ मेन अर्गानिक सामानहरु त अब केही ल्याउन पाएन जंगलमा अनि चाउचाउ अब बजारको चाउचाउ भनौँ अब के भन्नु है त्यही खाँदैछु अहिले चाहिँ अनि जंगलमा जाँदाखेरि चाहिँ हामी प्राय मासु खाँदैनौँ किनभने अब एउटा हुन्छ नि त आफ्नो आफ्नो एउटा नियम हुन्छ हैन ठाउँ अनुसारको हुन्छ त्यही भएर हामी चाहिँ जंगलमा चाहिँ फेरि मासुहरु खाँदैनौँ Thank you, Papa. वेलकम मुस्लिमहरु खाली खाने हो अब मम्मीको टर्न अहिले मम्मीको हजुर पिरो छ अब खोर्सानी हालेको के अनि सट्ट खाना अनि पुरै तिमी फोहोर चाहिँ मैले यहाँ हालेको छु है घरै लानुपर्छ यहाँ फाल्नु भएन नि त जंगलमा यस्तो सभा ठाउँमा अब फोहोर फाल्ने कुरा नै आएन त्यही भएर चाहिँ जंगलमै लानुपर्छ त्यतिलाई खानु पर्यो
आफै भनेको त है कति मिठो तिमी चाहिँ हजुर ओके साथीहरू यस्तै छ हाम्रो जिन्दगी है हजुरहरू पनि टाइम टाइममा इन्जोय गर्नु रमाइलो गर्नु यसरी नै होइन आफ्नो घरको वरिपरि कुनै ठाउँ रमाइलोहरू छ भने ठाउँहरू त्यहाँ गएर परिवारहरू एकछिन भयो नि यसरी रमाइलो एकअर्कासँग बाँड्न सकिन्छ होइन टक्क लाएर घर खुसी हुनु पऱ्यो फर्स्टमा है अनि घर खुसी भएपछि अनि गाउँ खुसी भइहाल्छ गाउँ खुसी भएपछि वडा खुसी हुनु पऱ्यो वडा खुसी भएपछि गाउँपालिका भएपछि जिल्ला भएपछि बल्ल अनि नेपाल के हो होइन सबै खुसी हुनुपर्छ यसरी नै है भन्दै सबैजना साथी होला ओके बाई बाई